र भोलिको लागि बन्दोबस्त के कस्तो छ हो तपाईँहरूको? हाम्रो चाहिँ भन्नुहुन्छ भने चाहिँ घरमै यसपालि आमाले मम्मीले टक्क यसरी यो मखमल फुल रोपेर चाहिँ रेडी गरिदिइराख्नु भएको रहेछ। र यहाँ दुईवटा मुसा पसेर चाहिँ हाम्रो टक्कै फुलहरू रेडी सेडी गरेर बजारमा त 100 रुपियाँ अलिकति बेसी कि कम्तीको पनि 100 रुपियाँ गोटा भन्ने खालको कुरा गर्दैथ्यो। 12-1300को त फुलै लाग्ने रहेछ। घरको वरिपरि नै रोपिहाल्यो भने पनि 12-1300को फुल चाहिँ आरामले हुँदो रहेछ है। अनि भोलिको लागि हामीले फुलसँगको बन्दोबस्त चाहिँ यसरी गर्दैछौँ। अहिले यस्तो छ र अहिले टिपिसकेर चाहिँ यतिको भयो टिप्दैछ र पनि मम्मीले यो सकेर चाहिँ अब फेरि यहाँनिर झुल्दै बुन्दैछ। झुल्दै यहाँनिर चाहिँ दुईजनाले निन्द्रा सारी बुनी हिँड्दैछ। त्यस्तो छ। त्यहाँदेखि उता म्याडम चाहिँ उतापट्टि छ, आशिका चाहिँ उतापट्टि। अब आशिकालाई पनि बोलाएर सिकाउनु पऱ्यो नि होइन, नानीहरूलाई त सानोमै सिकाउनु पऱ्यो नि। फोन खेलेकै भित्र बसेर फोन कोटाकै गेम खेलेकै गर्छ हो। त्यसलाई पनि अहिले चाहिँ यहाँनिर बोलाएर सिलाउँदैछ। यहाँनिर सिल्दैछ तर बाङ्गो टिङ्गो हो, त्यसले सिलाएको चाहिँ बाङ्गोहरू भएर यसरी चलाउँछ। हेर्नुहोस् है, भन्दाखेरि चाहिँ जान्दछु भन्छ, गर भन्दा चाहिँ यसरी गर्दैछ, लाउँदैछ बाङ्गो तर एउटा पनि राम्रोसँगले बुन्न चाहिँ सकेन। त्यहाँदेखि मेरै पालो अब बुन्न चाहिँ। भोलिको बन्दोबस्त अरू है, रोटी सोटीहरू चाहिँ अब अरू तल भाइले गर्दैछ र हामीले चाहिँ अब यो मालाहरू बुनेर रेडी गरेर चाहिँ तल घर जान्छौँ। र भोलि बिहानको लागि के कसो हो बन्दोबस्त गर्नु पऱ्यो। र अहिले चाहिँ फाइनल माला चाहिँ यति लामो रेडी, एकदम मजाको रेडी भएको छ। यी फुल लगाइदिने चाहिँ यसरी दुःख गर्नु पऱ्यो कि झुल्दै। अनि फुल लगाउने मान्छे चाहिँ यसरी बसिरहेको छ। यी भोलि